अतः विधानको यही मर्म भावनालाई पुनः सम्मान गर्दै 82 पौष 27 र 28 गते काठमाडौँमा हुन गइरहेको केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं। यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन पनि चाहन्छौं र यसमा हामीलाई सबैको सहयोग प्राप्त भएकोले खुशी पनि लागेको छ। पार्टी विधानको धारा 15 ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय मानेको छ र यसले लिने हरेक निर्णयले आफैमा वैधता प्राप्त गर्दछ। अतः हामीलाई विश्वास छ पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ, आयोजनाको स्वामित्व लिनेछ। विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो। वर्तमान संवेदनशील घडीमा पार्टी विधानको सर्वोच्चतालाई अक्षुण्ण राख्दै नेपाली कांग्रेस आन्तरिक एकतालाई थप सुदृढ बनाउन यो महाधिवेशन विशेष महाधिवेशन कोसेढुङ्गा साबित हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं। केन्द्रीय पदाधिकारी सहित पार्टीका सबै तह र निकायबाट यसमा पूर्ण योगदान र सहयोग प्राप्त हुने पक्ष पनि हामीले गरेका छौं। पार्टी रूपान्तरणको यो पवित्र अभियानमा देश विदेशमा रहनुभएका सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक संचार जगत, समस्त नेपाली आमा बुवा दिदी बहिनी दाजुभाइहरू समक्ष हार्दिक सहयोगका साथ विनम्र अनुरोध पनि गर्दछौं।